안녕하세요. कोरियन नयाँ मोडेल क्वेसन हल गर्ने क्रममा क्वेसन नम्बर 640 नम्बर क्वेसनसम्म मिचुल छिनबुगन हामीहरूले अध्ययन गरिसकेका छौँ। आजको यस भिडियोमा क्वेसन नम्बर 40 देखि माथि चाहिँ सल्भ गर्नेछौँ। क्वेसन नम्बर 40 मा रहेको छ। क्वेसन नम्बर 1 मा भन्छ फुलको छे। फुलको भनेको आगोको उगी साइजलाई छल्दा नै काट्छु। आगोको साइजलाई काट्छु भन्न मिल्दैन। छोजरेयो मिलाउँछु भन्न मिल्छ। छोजरादा तानो ठुलो गराएर मिलाउन चाहिँ मिल्यो, काट्न मिल्दैन। त्यस्तै अप्सन नम्बर 2 मा भन्छ छाङ्गो ए गोदामको ओन्दोरुल। तापक्रमलाई ओन्दो भनेको तापक्रम भनेको ओन्दो अथवा क्योन। गोदामको तापक्रमलाई फोगन हेयो भण्डारण गर्छु भन्छ। तापक्रमलाई भण्डारण गरिँदैन, युजी हेयो मेन्टेन गर्छु, कायम गर्छु, मिलाउँछु भन्नु मिल्थ्यो। त्यस्तै क्वेसन नम्बर 3 मा रहेको छ खिगे ए मेसिनको आब्नेकुल। आब्नेक भनेको दबाव भनेको मेसिनको दबावलाई चाहिँ छोजरेयो, छोजरादा भनेको मिलाउनु भनेको मिलाउँछु। मेसिनको चाप अथवा दबाव चाहिँ छोजरेयो मिलाउँछु भन्न मिल्छ। उत्तर नम्बर 3। त्यस्तै क्वेसन नम्बर 4 मा रहेको छ छागपजाङ ए कार्यस्थलको छाङमुनुल झ्याललाई निर्देशिएयो निर्देशन गर्छु। कार्यस्थलको झ्याललाई चाहिँ निर्देशन गर्छु, निर्देशन दिन्छु भन्न मिल्दैन। यहाँ चाहिँ छाङमुनुल ए रह्यो खोल्छु, आधा यो बन्द गर्छु आदि भन्न मिल्छ। त्यसैले उत्तर नम्बर 3। त्यस्तै क्वेसन नम्बर 641 मा रहेको छ। अप्सन नम्बर 1 मा भन्छ ओन्सा छाङ्गोए। ओन्सा भनेको धागो भनेको धागो राखिएको गोदामको सुप्तोरुल आर्द्रतालाई छोजर्यो समायोजन गर्छु, मिलाउँछु भन्छ। आर्द्रता मिलाउन मिल्छ। उत्तर नम्बर 1। नाल्सीगा खउमेन मौसम चाहिँ गर्मी भयो भने नेकथाई रुल छामगायो। नेकथाई टाई चाहिँ छामगायो भनेको लक गर्छु। छोजर्यो भनेको मिलाउँछु भनेको नेकथाई रुल ए फुरयो खोल्छु भन्नु पर्थ्यो, यहाँ छामगायो लक गर्छु भनेको मिलेन। खन्मो जुङे कामको समयमा छाजु बारम्बार चाजुङ छिल्लयो। चाजुङ भनेको झर्को भनेको चाजुमुल नादा नेदा हुन्छ, छिरुदा हुन्छ, सोरिरुल छिरुदा हुन्छ। सोरिरुल छिरुदा भनेको आवाज ठुलो गर्छु कराउँछु भन्यो। चाजुमुल नादा हुन्छ, चाजुमुल छिरुदा हुँदैन। छागाबे काममा चाहिँ फिरन आवश्यक परेको खुङ्गुरुल औजारलाई फेरै खायो लगेर जान्छु। फेरै खादा भनेको लगेर जानु। तर यो फेरै खादा भनेको मानिस अथवा जनावर लिएर जानु हो। यहाँनिर खोङ्गु औजारको कुरा भइरहेको छ। औजार भनेको सामान वस्तु हो, वस्तु लगेर जानु। खाजे खादा खाजे खायो भन्नु पर्थ्यो। फेरै खादा भनेको मानिस अथवा जनावर लगेर जानु हो। खाजे खादा भनेको सामान लिएर जानु हो। आफूभन्दा ठुला आधा राख्ने मान्छेलाई लिएर जान्छु भयो भने ओसे खायो हुन्छ। त्यस्तै क्वेसन नम्बर 42 मा रहेको छ छागपजाङी कार्यस्थल अधि इजागो हेस्यो कहाँ छ भनेर भन्नुभयो भन्न खोज्दैछ। अधि भनेको क्वेसन हो, यहाँ जागो आधा औ भनेर भन्नु भनेको छ। बसिदा उब्सिदा
बसिदा उसिदाको अप्रत्यक्ष कथन जागो आधा हो। सामूहिक रूपमा औ भनेर भन्न खाची खाजाको हेस्सयो यसरी भन्नु पर्थ्यो। अधि कहाँ भनेको क्वेसन गरेको छ, क्वेसन गरेको ठाउँमा न्यागो आधा लगाउनु पर्ने हुन्छ। छागपजाङी अधि इन्यागो सयो कहाँ छ भनेर सोध्यो भन्न मिल्थ्यो, त्यसैले यो मिलेन। मल्लो भनेको म भनेको पनि के भनेको क्वेसनै गर्दैछौ। मल्लो मन्जिरुल थरत दागो हेस्सयो, दागो हादा भनेको आयो आयोको अप्रत्यक्ष कथन हो, क्वेसन गरेको होइन। सामान्य जानकारी सूचना तथा जानकारी यस्तो हुन्छ भनेर भन्नुभयो भन्दाखेरि लगाउनु पर्थ्यो। यहाँ म भनिसकेपछि यहाँ पनि दागो आधा नलागेर न्यागो आधा नै लाग्थ्यो। अन्जे कहिले थेगुनुल हेर्नु न्यागो हेस्यो, कहिले चाहिँ छुट्टी गर्ने हो भनेर भन्नुभयो अथवा सोध्नु भयो, कति बेला छुट्टी गर्ने हो भनेर सोध्नुभयो भनेर अन्जे कहिले अथवा कति बेला भनेर क्वेसन गरेको छ। यहाँ पनि न्यागो हादा नै लगायो उत्तर नम्बर 3। मेस्सी कति बजे भन्यो, यहाँनिर यो पनि क्वेसन गर्यो, कति बजे। कति बजे छम्सिमुल महगु रागो हेस्यो, दिउँसोको खाना खानुस् भनेर भन्नुभयो भन्न खोज्दैछ। कति बजे भइसकेपछि यहाँनिर न्यागो नुन्यागो हादा नै लगाउनु पर्ने हुन्छ, यो पनि मिलेन। त्यस्तै क्वेसन नम्बर 643 मा रहेको छ, साय इन्नुन थुपिएर रहेको थोसाहरू माटोलाई कसयो अफ गरे, थुपिएर रहेको माटोलाई खनेस्यो अफ गरे भन्न मिल्दैन, माटो थोसा भनेको माटो भनेको, साय इन्नुन भनेको थुप्रिएको। उन्सा छाङ्गो, उन्सा भनेको धागो राखिएको छाङ्गो गोदामको ओन्दोर तापक्रमलाई छुन्बी हेस्यो, तयार गरे भन्छ। ओन्दोर युजी आधा छोजेर आधा भन्छ, छुन्बी आधा भनिँदैन। खोवा होसुरो उच्च प्रेसरको पाइपले मुरुल पुरेसयो पानी छर्किए, मुरुल पुरिदा नै हुन्छ उत्तर नम्बर 3। ठिगावास पानी परेर थप्गेरो तिरपालले छाजेरुल सामग्रीलाई पुरसयो पाल पारे, छाजेरुल अप्ता थप्गेरो अपसयो भन्नु पर्थ्यो यहाँ पनि। त्यस्तै क्वेसन नम्बर 44 मा रहेको छ, छौल्लो तराजुले मुगेरुल खेस्यो, तौल चाहिँ बाले भन्छ, मुगे तौल अन गरिँदैन, छेदा नापिन्छ। हागाजिरो सार्योरुल जगले दाना फल्लासयो दले, जगले दाना दलिँदैन दिइन्छ छुदा। फाक्सु ए बाकसमा लाबेरुल छिवसयो, लाबेल भनेको ट्याग भनेको लेबल। पुछिदा टाँस्नुबाट पुछेसयो टाँसे भनिन्छ, यहाँनिर पनि भएन। फुन्मुगी रो स्प्रे गर्ने मेसिनले सुदुक याक चाहिँ पुरेसयो छरे भने यो ठिक छ। त्यस्तै क्वेसन नम्बर 45 मा रहेको छ, छागपजाङ कार्यस्थल फरपुन सुल मोल्लासयो, कार्यस्थल चाहिँ फोहोर छ भन्ने सोचेको थिइनँ भन्न खोज्दैछ। फरप ता फोहोर हुनु, ब नियमित क्रिया हो, ब लगत्तै डन्डीवाला ऊ आउँछ, फर उन्चुल मोल्लासयो भन्थ्यो। फल्स थैगुन सिगानी चाँडै छुट्टी गर्ने समय, थेदा हुनु, सिगानी थेदा समय हुनु विशेषण हो, विशेषणसँग नुन लगाएर थेन लगाउनु पर्ने हुन्छ। थेन्चुल मोल्लासयो समय भयो भन्ने सोचेको थिइनँ भन्यो। छिगुम अहिले खाके बाहिर ठिगा हुँदा पानी पर्नु क्रिया हो, क्रियासँग वर्तमान कालमा नुनचुल मोल्लासयो नै लगाइन्छ, यो ठिक छ।
वाङमिनजीका वाङमिनजी चाहिँ खिगा छाक्न चुल मुलासय वाङमिनजीको हाइट सानो छ भने सोचेको थिइनँ भन्दैछ छाक्ता सानो हुनु विशेषण हो त्यसैले उन लगाउनु पर्छ VST प्लस उन नुन चुल आल्लात्ता मुल्लात्ता भन्ने ग्रामर हो विशेषणसँग लगाउनु पर्यो भने क्रियासँग चाहिँ विशेषणसँग जहिले पनि न उन चुल आरासय मुल्लासय भन्ने ग्रामर लाग्छ भने क्रियासँग वर्तमानमा नुन चुल आरासय मुल्लासय भूतमा हो भने उन चुल आरासय मुल्लासय यसरी लगाउनु पर्ने हुन्छ यहाँनिर छिगुम भनेको अहिले वर्तमान काल हो त्यसैले वर्तमान कालमा नुन लगायो नुन चुल आरासय मुल्लासय ठिक छ